हेलो हेलो गाइज, हामीले चाहिँ आज असार 15 यसरी मनायौँ। मैले चाहिँ फटाफट चिउरा खोलेर टक 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 3टा भाँडामा हालेँ। मेरो छोरो चाहिँ भन्दैछ पापा खाने मम्मी भन्दै चलाउँदैछ। अनि ल पख एकछिन भन्दै उसलाई रोक्दै छिटो गर्दै अनि एकछिन कुराएर अनि त्यसपछि केरा निकाल्न थालेँ। अनि केरा निकाल्दै थिएँ, फेरि म के मम्मी बनाना खाने भन्छ। फेरि अब ल एकछिन पख भन्दै फेरि छिटो गरेर आँप पनि काटेँ। अनि आँप काटेर अनि त्यसपछि ट्याक भाँडामा राखेँ। अनि दही पहिले रेडी गरेर राखेको थिएँ, चिनी हालेर सब थोक रेडी गरेर राखेको थिएँ। अनि त्यसपछि त्यहाँबाट आँप काटी भ्याएर आँपहरू पनि राखी भ्याइसकेपछि अनि मैले दही हालेँ। दही हालिसकेपछि त्यहाँबाट मम्मी मनी खाने छिटो भन्दैछ, उसलाई भोक लागेर के। अनि पहिला त्यतिखेरको भोइसहरू चाहिँ सब काटेर अनि फेरि भोइस हाल्दैछु। म ठ्याक दही हाल्न थालेँ। अनि छिटो गरेर अनि मजाले खायौँ। आजको 15 असार यसरी गयो हाम्रो त। बाई